जान चढिरहेछन्। किन ती तिनजना के भन्छ तिनजना? हेलो एन्ड नमस्ते। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। र फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। र म चाहिँ अहिले ढारखोला जाँदैछु है, सिपाघाट। कतिको के छ बाटोमा है, आज हिजोको डेन्जर पानीले के छ अफरोड देखाउने नै छु। आज चाहिँ खासै बोल्दिनँ होला म है, सधैँ हिँडिरहेको बाटो, सधैँ बोलिरहेको बाटोमा कति बोल्नु होइन। त्यही नै हो, म चाहिँ त्यस्तो खासै बोलिनँ। आज चाहिँ बाइक बनाउनु जान्छु भने टोकै जान्छु म प्रायः। टोकै जानुपर्ने हुन्छ। हो जल्दी टोक है। खासै बोल्दिनँ म आजदेखि। बाइकको रन्काइ मात्र हुनेछ आज चाहिँ है। मान्छेहरूको रियाक्सन पनि कडा आउँछ फेरि है। त्यही नै हो। अब ढारखोलामा केटाहरू पर्खेर बसिरहेछन्। बाइक पनि बन्दै छ क्यारे निराजको। अनि अनिसहरू पनि त्यतै छन्, प्रमोदहरू पनि त्यतै छन् है। फेरि जानुपर्ने हुन्छ त्यतै। घरमा नि काम छ, तै पनि खै यार अब काम यताउता कता कता है, भ्याइ नभ्याइ नै छ। यो माइक नकिनिन्जेलसम्म चाहिँ बोली चाहिँ झारझार झुरझुर बढी नै आउँछ कि त्यस्तो भइसक्यो। नमजा हुँदो रहेछ। फेरि झारझार झुरझुर आइरहेको छ। त्यस्तो भइसकेपछि सुन्ने मान्छेलाई पनि नरमाइलो हुन्छ। कुराको मात्र हुन्छ हाल्छु। त्यस्तो साह्रो खाँदै नहारौँ है। बाढीको बिच रहन नपिट्ने खालको बाटो छ नि त, कडा कडा। एउटा गोप्रो नकिनेसम्म चाहिँ अलिक गाह्रै पर्छ। to our managers. Say, ट्र्याक्टरको बिग्रेर हालत खराब भएछ। बिचको हालत हेर्न सक्नुहुन्छ। यस्तो डेन्जर भइसक्यो कि बमल्याङ मान्छे पर्छ भरि पर्ने खालको ल। फाइनली म चाहिँ अहिले सिस्ने खोला भन्ने ठाउँ चाहिँ आइसकेँ है। सिस्ने खोलामा चाहिँ हिजो रातिको के पनि खासै असर चाहिँ गरेको रहेनछ। त्यो पनि बाटो चाहिँ हिलो अप्रोड टाइपको छ। त्यस्तो खासै ऊ चाहिँ फरक परेन छ हिजोको पानीले। सर्न त डेन्जरै पानी परिरहेको थियो है। डेन्जर पानी पर्दा नि फरक चाहिँ परेन छ। बाइक कताबाट हालिदिने कताबाट हालौँ। कस्तो हिलो भइसकेपछि भ्याउ हुन्छ कि यस्तोमा हेर्नु। यस्तोमा हिँडेपछि कति मिहिनेत गरेर धुको हुन्छ यार एकैचोटमा। अनि फोहोर भइहाल्छ कि यस्तो बाटो हिँडेपछि के अफरोड तर 220 अफरोडको लागि त राजा भइगयो नि होइन। यस्तोमा त यस्तो हिँडिन्छ। अनि उकालीमा पनि बच्चिन्छ कि बचाउनुपर्छ 220लाई त। उकालीमा त कबालै बस्छ है। कालोमा नि भवाल बसिहाल्छ। अहिले यता भिटातिर आइपुग्नु लागिसकेँ। अब यता भिटार अब अलिकति नजिक आइपुग्यो भिटार आउँछ। त्यो त्यहाँबाट खुट्टाको मात्रै हाल्दैछु होला।
खासै बोली नपर्ला आउने मेरो पुगेको छैन होला है विचार आइसक्यो है अहिले इन्द्रावती 12 भइसकेलाई अब खासै बोल्दिनँ होला म आज चाहिँ है यहाँनिर चाहिँ यहाँनिर अब काम पनि चर्को छ के बोलिराख्नु है कति बोल्नु एउटै बाटोमा कति हिँड्छ भन्नुहुन्छ होला त्यो पनि हो अब सबै ठाउँ जानको लागि हिँड्ने बाटो नै यही हो कि मुख्य बाटो भनेकै अनि मुख्य बाटो नै यही परेपछि सधैँ चाहे काठमाडौँ जाऊ चाहे कहाँको जहाँसुकैको टुर घुम्न जाऊ जहाँसुकै जाऊ तर हामी चाहिँ यही बाटो नै हिँड्नुपर्छ किनभने खोलाको बाटो हिँडिन्थ्यो अहिले अफरोड चाहिँ अफरोड छ खोलातिरको बाटो त्यही नै हो अफरोड गाह्रै पर्छ अफरोड चाहिँ फरक चाहिँ पार्दैन त्यस्तो साह्रो है सबजनाले यार रियाक्सन चाहिँ कराएको दिइरहेको थियो मलाई है रियाक्सन कराइरहेको थियो क्या मान्छेहरूले फर्केर ओहो के नै गरिदिनु लाग्यो भन्ने जस्तो भइसकेको हो है मान्छेहरूलाई त्यही हो मान्छेहरूको सोच हो के हुन्छ है अब म यहाँ चाहिँ कति लाग्छ बाइकमा फेरि आज नयाँ टायर इन्स्टल गरेको है त्यसपछि त आज त बबाले मजा आइरहेछ नयाँ टायरमा है ओ भाइ मान्छेदेखि लजाउनु चाहिँ हुँदैन है मान्छेदेखि लजायो भने चाहिँ फेरि जान सक्छ है ओह्रालीमा नि रन्काइदियो भने त रन्किन्छ है डर 75को यहाँ यस्तो ओह्रालीमा पनि 75 कुदाइरहेको थियो यार तर हावाले चाहिँ घोडा रडा हानेर होला है सो भलक गर्ने हो भने आऊ यस्तो भन्ने हो भने चाहिँ कसैको अवस्था गर्नु हुँदैन रहेछ कि है आफ्नो देश आफूले जस्तो सक्छ त्यस्तो प्रस्तुति गर्नुपर्ने रहेछ कि होइन त्यो अरूलाई देखेर अरूले के भन्छ होइन त्यो अब सोच्नु पर्यो नि त अरूले के भन्छ देख्यो भने के हुन्छ लाज हुन्छ या हो भन्ने त्यो चाहिँ साइडमा राख्नुपर्छ रहेछ त्यस्तो कुरालाई चाहिँ है त्यो आफूभित्र भएको प्रतिभा त्यो क्षमता आफूसँग जे छ जस्तो छ त्यस्तैमै उ गर्नु हुनुपर्ने रहेछ कि कसैको देखावटी सिकावटी मान्छेहरूले भन्छन् नि अरूले के भन्छ घोडा चढो भन्दैमा तिमी झुडी चढ्ने हुँदैन नि त त्यस्तो भयो भने चाहिँ अलिकति अप्ठ्यारो पर्छ कि त्यही नै हो त्यहाँ एकजना म्याम चाहिँ आउँदै हुनुहुन्थ्यो त्यहाँ हाम्रै गाउँतिरको अस्पतालको तर अब अलिक टाढैतिर भेटेको भए चाहिँ म उहाँलाई लिस्ट दिन्थेँ होला सरी है यहाँनिर चाहिँ अब झारखोला नजिकै छ नि त झारखोला नजिकै भइसकेपछि मैले त्यो लिस्ट दिइनँ उहाँलाई है आज चाहिँ म झारखोला एरियामा पनि भिडियो खिचेकै जानेछु त्यो यहाँनिर कस्तो अप्ठ्यारो भइरहेको थियो उसले गर्दाखेरि अब अहिले त्यस्तो फरक नपर्ने भयो झारखोला त जहिले पानी परेर जस्तो भयो कि हाम्रो त है अहिले झारखोला आउने झारखोला जाने झारखोला आउने झारखोला जाने नै भयो नि त आइरहेको छ है टोक हिँडिरहेको मात्रै होस् टोक हिँडिरहेको यहाँ केटाहरू 3 जना चढिरहेछन् किन ती 3 जना के भयो 3 जना केटाहरू चाहिँ 3 जना चढेर आइरहेको थियो तर 3 जना चढेर आइरहेको थियो है
हेल्परहरूले पनि लिएर आउँछ है भोलि चाहिँ मैले हेलमेट लगाउनु आएन होला है भाइ आएन त्यो रमाइले आउँछ निकै कस्तो आइज पनि बोलीहरू चाहिँ डेट खिच्न पाउनु आफ्नो अधिकार कुरो हो होइन हामीले कसैलाई खिचिदिन्छौँ भनेर चाहिँ खिचिदिएको होइन त्यो जानुपर्ने हुन्छ लगाएर मान्छेहरूले के हुन्छ भने सबजना के स्वाप गरेर हेरिदिन्छ त्यो यस्तो ठाउँमा चाहिँ अलिक ख्याल गरेर हिँड्नु होला किनभने यस्तोमा कुन बेला के हुन्छ भन्ने थाहै हुँदैन नि त ठ्याक्क फेरि गाडी आइदियो भने त अनि आफू ठोकिन्छ नि त यस्तो लाग्छ अब भन्ने भाँच्दैन यस्तो रन्किहाल्छ नि है ट्वेन्टी पो हो त राजा हो राजा बाइक राजा अब यहाँबाट राइट लाग्नुपर्ने हुन्छ गाईको ततिर है केटाहरू पनि सङ्गतिर बसिरहेको छ यहाँबाट त्यही होला 200-300 मिटर जस्तो टाढो होला कि यही माखलापट्टि नजिकै छ तर है त्यस्तो टाढो छैन गाडीहरूबाट चाहिँ बसेर हिँड्नु पऱ्यो के बसेर है रना आइरहेको छु लुकिङ ग्लास हेर्नु काम हुन्छ लुकिङ ग्लासको काम पनि हेर्नु पऱ्यो है यो म चाहिँ फाइनली अब खोला आइसक्यो है